के नेपालको राजनीतिले साँच्चै ऐतिहासिक मोड लिन लागेको हो कि यत्रो वर्षबाट जरा गाडेर बसिरहेका यी राजनीतिक पार्टीहरूको अन्त्य नजिकै छ। 2082 साल पुसको 13 गते आएको एउटा साधारण देखिने फेसबुक पोस्टले नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ। त्यो पोस्ट कुनै नाराबाजी थिएन, त्यो पोस्ट थियो बालेन शाह र रवि लामिछाने बीचको 7 बुँदे सहमति। यो सहमति केवल चुनाव जित्नको लागि मात्र थिएन, यो सहमति त नेपाली जनताको लागि थियो। तर यहाँ प्रश्न उठ्छ, के यो एकता टिकाउ छ कि यो पनि सत्ता नजिक पुगेपछि फुट्ने अर्को एउटा प्रयोग मात्रै हो? आजको भिडियोमा हामी यही विषयमा रहेर गहिरो विश्लेषण गर्नेछौँ। हुन त यस सहमतिमा 7 वटा बुँदाहरू छन्, तर ती 7 बुँदा मध्ये 2 बुँदाहरू चाहिँ एकदमै महत्त्वपूर्ण छन्। नम्बर 1, सांगठिक निरन्तरता। राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, झण्डा र घण्टी चिन्हलाई निरन्तरता दिइनेछ। यसले मतदानमा भ्रम पैदा हुन दिँदैन र सङ्गठनलाई स्थायित्व बनाउँछ। नम्बर 2, नेतृत्वको स्पष्ट बाँडफाँड। रवि लामिछाने सङ्गठन र पार्टी संरचनाको जिम्मेवार सम्हाल्नेछन् भने बालेन शाह सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्री पदको दाबी गर्नेछन्। तर सबैभन्दा चासोको विषय यही हो, बालेन शाहले आफ्नो दल वा पार्टी किन खोलेनन्? उत्तर भावनामा होइन, यथार्थमा छ। निर्वाचन आयोगको कानुनी जटिलता, चुनाव चिन्ह र देशभर सङ्गठन बनाउन लाग्ने समय, यी सबै बालेनको लागि एउटा बाधा थिए। बालेनसँग अपार लोकप्रियता छ र रविसँग मजबुत संरचना। यी दुवैलाई हेर्दा मस्तिष्क र मुटुको जस्तो सम्बन्ध देखिन्छ। नेपाली राजनीतिले एउटा तितो सत्य बारम्बार दोहोऱ्याइरहेको छ, जब नयाँ शक्तिहरू आपसमा भिडे फाइदा पुरानै पार्टीलाई भयो। 2074 साल काठमाडौँ महानगरमा रज्जु दर्शना र किशोर थापाको भोट जोडिएको भए परिणाम फरक हुन सक्थ्यो। 2079 मा रविन्द्र मिश्र जम्मा 124 मतले पराजित भएका थिए, तर वैकल्पिक मतहरू विभिन्न साना दलमा छरिए। अब प्राविधिक पाटो बुझौँ। समानुपातिक प्रणालीमा संसदको 110 सिट मध्ये हिस्सा लिन कम्तीमा 3% मत अनिवार्य हुन्छ। एक्लै लड्दा हजारौं लाखौं मत खेर जान सक्छन्। त्यसैले यो एकता एउटा भावनात्मक एकता मात्र होइन, यो गणितीय हिसाबले पनि अपरिहार्य छ। अझै यसमा त अहिले नयाँ शक्ति कुलमान पनि थपिएका छन्। तर यो यात्रामा अझै ठूला प्रश्नहरू बाँकी छन्। यी सबै पात्रहरूको साझा तत्त्व एउटै छ, जनविश्वास। अनि अर्को निर्णायक शक्ति भनेको जेनजी शक्ति हो। यो पुस्ता न जात हेर्छ, न कुनै पार्टी, न कुनै झण्डा। यो पुस्ता प्रश्न गर्छ, जवाफ खोज्छ र परिणाम चाहन्छ। तर याद रहोस्, जेनजी नाराले होइन, नीतिले प्रभावित हुन्छ। सहरमा रवि र बालेन परिवर्तनका प्रतीक हुन्, तर गाउँमा भने रुख र सूर्यको अझै पनि गहिरो प्रभाव छ। परम्परागत दलहरूसँग पुस्तौँदेखिका भोट ब्याङ्क, सङ्गठन र सञ्जालहरू छन्। सबैभन्दा ठुलो जोखिम भनेकै के यो एकता पद बाँडफाँडमा मात्र सीमित हुन्छ? भोलि प्रधानमन्त्री को बन्ने भन्ने विवादले यदि यो गठबन्धन फुट्यो भने जनताको विश्वास गहिरो रूपमा चोटिलो हुनेछ। अन्तिममा अनुहार फेरिँदा मात्र देश फेरिँदैन, प्रविधि, सोच र सिस्टम फेरिनुपर्छ। बालेन, रवि र कुलमानको एकताले कम्तीमा एउटा बाटो देखाएको छ। अब प्रश्न एउटै छ, के उनीहरू त्यो बाटोमा इमान्दारिता साथ हिँड्छन्? के अब रवि, बालेन र कुलमानको जोडीले देश बदल्न सक्ला त? कि यो पनि एउटा सत्ता नजिक पुग्ने अर्को चाल मात्रै हो? नेपालको भविष्य अब नारामा होइन, कर्ममा निर्भर छ। तपाईहरूको विचार के छ? के यो जोडीले देश बदल्न सक्छ? आफ्नो सुझाव र भनाइहरू कमेन्टमा लेख्नुहोला र हाम्रो च्यानल फ्रम एनपीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी यस्तै भिडियोहरू लिएर आउने नै छौँ। अहिलेको लागि भने जय नेपाल।